अब मेदीको यहाँ जम यहाँदेखि तल खोला हुन्छ है। आगो ताप आगो। ल है साथीहरू गइसकेको छ ब्लकमा होइन। सिधै जाऊँ त्यहाँ माथि रोडमा जाऊँ न त। ऊ त्यहाँ खल्सीबाट छ। अघि जुन बाटो आयो नि त्यही बाटो जाऊँ क्या। हेलो साथीहरू हामी जङ्गलतिर जाँदैछौँ है। जङ्गलतिर आओ 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 जङ्गलतिर के होला ब्यागमा साथीहरू। आओ आओ खजना जङ्गलतिर जाँदैछौँ है। जङ्गलतिर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला साथीहरू। ए साथीहरू आओ आओ लेट्स सी। यो चिया धादिङमा साथीहरू। धादिङमा साथीहरू हामी पैदल यात्रामा छौँ साथीहरू। दामी देखिरहेछ। ल साथीहरू भ्लगमा एकदम स्वागत छ है। होइन साथीहरू किसो साथीहरू दो रूट में कौन रोड में चलेंगे हम? इधर 3 रूट में। तुम उधर जाओ मैं इधर जाता हूँ। साथीहरू हामी जगिङमा निस्केको ल जङ्गलतिर। लेट्स सी गाइज। हामी जङ्गलतिर जाँदैछौँ गाइज। जङ्गलतिर लेट्स सी गाइज बाइज। देखो गाइज हामी जङ्गलको बाटो जाँदैछौँ। मेदी हो नि मेदी। हामी अब मेदी बन्नुपर्छ साथीहरू। मेदी फ्लाम ठुक गर्नुपर्छ। 30,000 कमाउनु पर्छ। ल मेदी हो मेदीवाला भिडियो पनि बनाउनु पर्ने हुन्छ साथीहरू। ल यस्तो बाटोमा बब्बाल ठाउँ छ दे। हामी यो खोलामा पुगिसकेको साथीहरू। अब हामी डाँडामा चढ्दैछौँ है। भिडियो अन्तिमसम्म हेर्नुलाई साथीहरू। यस्तो बबाल धारामा पानी आउँछ। बेसी यहाँको पानी कसरी खाने थाहा छ? यस्तो गर्ने हात पखाल्ने। फर्स्टमा हात पखाल्यो कोर्छ कि छैन भने हेर्ने अनि चट्ट लाएर यस्तो मिठो पानी छ। यस्तो पानी खाना मान्नु भएको छ साथीहरू? छैन नि। त्यसैले बोइजलाई हेर्नुपर्ने हुन्छ। तपाईँले बोइजलाई सपोर्ट गर्नुपर्ने हुन्छ है। हजुर आमाले के भन्नुभयो मैले बुझेन। यतातिर सबै तामाङहरू हुन्छ नि त साथीहरू। तामाङले भाषा मलाई आउँदैन क्या यहाँ धादिङमा होइन। यस्तो मिठो पानी साथीहरू। यस्तो रनिङ हान्न चाहिँ हामी पारीबाट त्यो डाँडाबाट आइसक्यौँ। हजुर वा जङ्गली पाराको छ आज है। जङ्गली पाराको छ साथीहरू। म जङ्गली पारा देखाउँछु प। आउनुहोस् साथीहरू सँगै दौडौँ।
केरा घारीमा आइसक्यौँ त हामी त के हो केरा चाहिँ छ कि छैन है यता घरनिर आइसक्यौँ है अब त्यसपछि फेरि जङ्गलतिर जाने हो नि त हेर्नु साथीहरू टोयलेट के हो कुकुरको बच्चा साथीहरू मेरो घर लेफ्ट साइड गुडाबट मेदी 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 अब हामीले मेदीको ट्रेनिङ लिनुपर्ने हुन्छ साथीहरू बोइसको बडी पनि आइसकेको छ ल मेदीमा अब भाग लिनुपर्छ साथीहरू मेदीमा हाइट पनि खिच्छ यस्तो दौडिन्छ हामीलाई चाहिँ होइन नेपाल सरकारले यत्तिकैमा मेदीमा राखिदिँदा हुन्छ मिस गर्दैन होइन खिच्दै यस्तो साथीहरू यस्तो बालुवा एक बक्सिनले भस्काएको होइन मेदी हो साथी मेदी हामीलाई मेदीमा लिन केही प्रब्लम नगर्नु होला नेपाल सरकारलाई भनेछु है मेदीमा जाने हो साथीहरू मेदीमा यस्तो दौडिनु पर्छ मेदीमा पारी डाँडाबाट आइसक्यो मेदी सरकार हो देख्यो 3 महिना मेदी गरेर पैसा कमाउँछ पैसा त्यसैले अलिक ज्यान बनाऊ अन्डा खाऊ अन्डा र चना खाऊ साथीहरू तेर्सी घाम पनि भत्रङ जान लागिसकेको छ हिँड्न जानुपर्छ साथीहरू हिँड्न नजाने भने बाटोमा भित्रको लडिन्छ त्यो घरभन्दा माथिबाट होला नि जाने किसीबाट जाने बारी छ बाटो ल साथीहरू कसैले डिस्टर्ब गर्ने मान्छे छैन है जे गरे नि भयो यता त लालिपाप ला सिपी लगेन मैले मान्छे खतरा हामी इलेक्ट्रिक पोल होइन देखेन हो त्यो कहाँ म त्यहाँसम्म आएन उताबाट यहाँ अब हामी भोलि पर्सि रेल ल्याउने हो रेल ए मुत्नुहुन्न भिडियो बनाइरहेको छु खोलामा नमुत है खोलामा नमुत के गर्ने दौडेपछि आइहाल्छ अब मेदी बन्नु परिहाल्यो हाम्रो मेदी सर अब स्टाइलमा हुनुहुन्छ होइन म उहाँको चेलो हो क्या हाम्रो मेदी सरले सिकाउँदै हुनुहुन्छ त्यही तरिकामा हामी जाँदैछौँ त्यो नि यस्तो जङ्गलमा ट्रेनिङ लगिरहेको छौँ है साथीहरू द बाइक भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला हजुर साथीहरू फेरि भिडियो छोडेर जाने होइन नि साथीहरू जल्दी मेदी सर दौड़ो मेदी कैसे बनेंगे मेदी मैले ट्रेनिङ दिइरहेको छु के साथीहरू ट्रेनिङ दिने जस्तो छैन म
खतरा नि मान्छे पसिना चाहिँ आउने रहेछ है ट्रेनिङ गर्दाखेरि कसले खायो मलाई एउटा पनि नराखेन कसले खायो कस्तो मिठो हुन्थ्यो अमलाई खाइदिएछ भने के गर्नु मैले खान्छु भनेर राखेको अमला यहाँनिरको खाइदिएछ बाटो धुलो धुवा यस्तै छ केटाकेटी हो अब हामी कतातिर जाने घरबाट माथि जाऊँ न त कि जङ्गल जाने ल हाम्रो बाटो फिक्स हुँदैछ साथीहरू त्यो मेरो आफन्तको घर होइन त्यहीँ जाँदैछौँ अब यसो चिया कफी दिन्छन् कि मेदी त बन्नु पऱ्यो साथीहरू पसिना भइसक्यो मेदी बोयो हेर्सी हामी कति हेलो साथीहरू लेट्सी गाइस म त दौडेको मात्रै भिडियो आउँछ है मेरो पेट लागेछ नि पेट घटाउनु पऱ्यो नि साथीहरू घटाउनु पऱ्यो नि त होइन त्यसैले जानुपर्छ के जगिङमा हाम्रो साथीहरू अगाडि गइसक्यो है अब आज यसो अब मेदी पनि आउँदैछ चुनाव पनि हुन लाग्यो होइन नेपाल सरकारले कहिले मलाई मेदीमा राखिहाल्छन् कि भनेर यसो न ट्रेनिङ लिँदै हो हाम्रो यहाँ घरमा आइसक्यो एउटा घरमा कसको घर थाहा छैन है मेदी कुखुराहरू यता रहेछ नि त भाले मेदी भाले यस्तो ठाउँमा जानुपर्छ साथीहरू मेदी बन्नको लागि यस्तो काट्छ है यसले पट्याक पुटु काटिदिइहाल्छ मासुको जसले मेदीको बाटो चाहिँ राम्रो छ अहिले ल मेदी सर हाम्रो यात्रा जारी छ है यात्रा जारी छ भ्लग चाहिँ हेरिराख्नु साथीहरू हामी कत्रो ठाउँमा लग्छु तपाईँलाई होइन नेक्स्ट जङ्सनमा आइसक्यो हामी अब मेदी सर थाक्नु भएको छ अब यति थाक्छ होइन या कत्रै पारामा दौडा छ खुट्टा 5वटा ल्याए पनि भ्याइदिन्छ होइन बाटो यस्तो मेदी सर के भएको थियो म बोल्छु हो मनमा के अरे सपनामा फेरि बोल्ने बानी भएर मनको कुरा केटाहरूलाई सब भन्दैछु अब आज मेदी बन्नु पर्यो अरे अब मेदीको लागि मेरो ट्रेनिङ जारी छ यहाँ मेदी हुन लायक बन्छु होइन आज दौडेर घोडा फट यहाँ दुखिरहेछ हामी जङ्गलमा छौँ हे चिलाउनेको बोट मुनि हामीले नचिलाउने है फेरि भ्लग अन्तिमसम्म हेर्नुहोला साथीहरू इस्कुस हो
इस्कुस हो के इस्कुस हाम्रो ट्रेनिङ जारी छ को यहाँ रुख काट्ने छैन काफलको बोट हो यो काफलको बोट यही रहेछ साथीहरू काफलको बोट जङ्गलतिर आए पो थाहा हुन्छ यस्तो यस्तो बाटोमा यात्रा छ हाम्रो टिकटक टिकटक यस्तो बवाल ठाउँमा लिन्छ है भिडियो अन्तिमसम्म हेर बाबु मेरो सब्सक्राइबरहरू गाह्रो छ नि हो भ्लग बनाउनु पनि साथीहरू गाह्रो छ नि यार हिँड्न पनि के हो त्यो हमारा मेदी बन्ने दिन आयो डिसुम डिसुम साथीहरू हामी यो जङ्गल हुँदै यो पाखा हुँदै त्यो डाँडाबाट हामी रोडमा आइसक्यौँ है हजुर हजुर खै कला कतादेखि ए हो अब हामी नेक्स्ट मिसनमा जानुपर्ने हुन्छ साथीहरू ल्याएको इस्कुस इस्कुसको सुरुवात हाम्रो बेलुकाबाट भयो है त ल ल बिहानको सुरुवात आफ्नै करे सम्हालीमा फरेको इस्कुस कडाम ल साथीहरू म उड्न मिल्ने भए साथीहरू साँच्ची भने होइन म यहाँबाट सिधै उता घाम लागेको ठाउँमा यसरी जाँदै सुर्र लाएर उड्न मिल्ने भए यसमा प्वाक भइदिएको भए के गर्ने यसरी हिँड्नु पर्यो गाइज यस्तो भिर छ साथीहरू यहाँबाट पुरै भ्यू देखिन्छ है त्यो डाँडामा जान लाग्यो हामी मेदी कैसै बनेको जब यत्तिको हिँडिँदैन भने होइन दिनमा कम्तीमा 8-9 घन्टा नहिँड्यो भने मेदी कसरी बन्छ त्यसैले साथीहरू दिनमा 8-9 घन्टा हिँड्ने गर्नु केटाहरू चोखो मेदी बन्छ तिमीहरू मेदीको ट्रेनिङ हुँदैछ यस्तो धुलोमा मेदीको घर कालो बादलको जिन्दगी सुक्खाराममा सुनेकै यहाँ कालिज कराएको यतातिर होइन कालिज पाउँछ उयो यहाँभन्दा तल छ नि मृग साथीहरू मृग हुँदो रहेछ अस्ति मैले देखेको है यहाँ तल डाँडामा त्यहाँ हामी चौतारा जाँदैछौँ चौतारा छ ओके ओके जब हामीले मृग भेट्यौँ तर त्यसलाई छोप्न सकेनौँ यहाँ मासला झारीमा गयो हाबिबी कम टु दुबई के अरे हाबिबी वेलकम टु नेपाल हाबिबी वेलकम टु नेपाल काल्चिया तल रहेछ है काल्चिया वेलकम टु नेपाल साथीहरू वेलकम टु नेपाल साथीहरू वेलकम टु नेपाल छहरी फन्ज्याङमा आइपुग्यो छहरी फन्ज्याङमा के छ सर मेदी सर ठिक छ आज मेदीको जोस चलेको छ साथीहरू हामी मेदीको चौतारामा जाँदैछौँ
लेट्स सी गाइज यतानिर चाहिँ के रहेछ भन्दाखेरिमा फोटो खिच्ने चौतारा म होइन यो मग होइन यो भिर साथीहरू भिर आमामामा यत्रो जङ्गल पार गरेर उत्ति डाँडाकाँडा पार गरेर हामी फाइनली भन्नु पर्दाखेरिमा चौतारा आइपुग्यौँ है साथीहरू यस्तो छ पानी खाने धारो छ यहाँ फोटो खिच्ने मेदीको जुत्ता पनि यही हो 10-15 हजारको जुत्ता मेदीको है चिन्ता गर्नु पर्दैन लेट्स सी यो मेदी बन्ने ठाउँ चाहिँ यही हो साथीहरू यहाँबाट हाम्फाल्नुपर्छ है मेदी बनिहाल्छ चिन्ता गर्नु पर्दैन मेदी सर मेदी जब तू मुझसे प्यार नहीं करेगी तू मुझसे प्यार करती है कि नहीं तू मुझसे प्यार करती है कि नहीं करती है तो निकल जा बाहर कि नहीं हाम्रो अब मेदीको यहाँ जम्प यहाँदेखि तल खोला हुन्छ है ल यहाँबाट सिधै खोला क्या मेदी सरको लेट्स सी गरेर होइन मेदी बन्नको लागि रेडी भएर यो ठाउँमा आगो बाल्ने फेरि यहाँ उता देखिरहेछ यो हिमाल यस्तो छ यहाँनिर हल्का देखिरहेछ यो हिमाल तपाईँ लाग्यो साथी बोय चाहिँ बसिरह है जङ्गलको बाटो छ धेरै लामो छ होइन यस्तो यस्तो सिँढीहरू चढ्नु पर्ने हुन्छ किनकि यो पखुरा हुन्छ नि साथीहरू यो बलियो हुन्छ होइन त्यसैले चाहिँ बोइज बेलुका बेलुका हुन्छ कहिलेकाहीँ बिहान बिहान हुन्छ दौडिन्छ क्या चिन्ता गर्नु पर्दैन साथीहरू चिन्ता गर्नु पर्दैन ल ओके अब चलिदिन्छ नि त के छ र यस्तो चाहिँ अब 100-1200 भर्याङ त कति चढ्या कति छ भन ए यस्तो बाटो त कहाँतिर जाँदैछौँ होला साथीहरू गेस गर्नु त हामी चाहिँ त्यो डाँडाबाट चाहिँ साथीहरू घरतिर जाँदैछौँ आज बास बस्ने ठाउँमा बास त बस्नु पऱ्यो साथीहरू यो मेरो गाउँ चाहिँ होइन ल मेरो घर चाहिँ उता मुख हो क्या अल्धाटीमा छ नि त अब बास बस्ने ठाउँ जानुपर्छ मेदी यत्तिकै बनिन्न होइन बोय यत्तिकै बनिन्न केटाहरूको जस्तो सजिलो छैन के केटाहरूलाई कहाँ सजिलो हो सजिलो भए त्यस्तोबाट हिँड्नु पर्थ्यो पुरा चिल्लो गाडीमा होइन सर केटाहरू बाइकमा आउँथ्यो बाइक नि छैन साथीहरू पैदल यात्रा जानु पर्यो पैदल यात्रा हाम्रो हिँडाइ त फेरि बब्बाल छ नि बब्बाल यस्तो दामी दृश्य होइन हामी मान्छे खतरा यस्तो यस्तो बाटोमा हिँड्नु भएको छ साथीहरू तर बोइज हिँड्छ क्या चिन्ता गर्नु पर्दैन साथीहरू हामी दौडाइसक्यौँ फेरि कति दौड्यो होला म हेर्नु त एकचोटि साँच्ची भने होइन मेदी फर्म मात्रै खुल्नुपर्छ साथीहरू म ट्रेनिङ बिना चाहिँ निकालिदिन्छु क्या चिन्ता गर्नु पर्दैन हिँड्ने भन्ने कुरा त मलाई नसोद्धा हुन्छ क्या हिँड्ने भन्ने कुरा मलाई नसोद्धा हुन्छ त्यो नि हिँडिन्छु है अब मेदीको पारा यस्तै छ एकु एकु जङ्गलतिर एकु एकु यो अहिलेसम्म सब्सक्राइब गर्नु भएन के साथीहरू सब्सक्राइब गर्नु पऱ्यो ल सब्सक्राइब गर्नु पऱ्यो कसको कमेन्ट पनि आइसक्यो मेरो युट्युब च्यानलमा थ्याङ्क यू सो मच कमेन्ट गरेकोमा साथीहरू के छ हो के छ ठिक छ नि सबै
जब इक्कुले फिल्म खेल्यो यस्तो झारीको लुगा लाउँथ्यो होइन इक्कु मलाई लास्टै मन पर्थ्यो त्यसरी इक्कुको पारा अहिले मलाई देखाउनु पर्यो इक्कु 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 ल इक्कुको फ्यान्स यता म मलाई खाएर है आगो ताप आगो गुड नाइट साथीहरू गुड नाइट सुतिसक्यो आगो ताप आगो कहाँ सुतेको अहिले यति चाँडो जाडोमा यस्तो पोलिरह Oh my god यस्तो ठाउँमा आउनुहोस् साथीहरू आगो बाल्नुहोस् ताप्नुहोस् यति रमाइलो हुन्छ साथीहरूसँग होइन यता छ हिरो हन्डा हामी चाहिँ रातिको 8:30 बजे आगो बालेर बसिरहेछौँ जाडो छ के गर्नु हल्का ज्यान पनि तताउनु पर्यो होइन हो कि नै अब सुत्ने हो साथीहरू सुत्ने हो तपाईँहरू सुत्नुहोस् है बाई बाई